अमेरिकाबाट नेपाल पैसा पठाउँदै हुनुहुन्छ? हेर्नुस् त भाउ त दिनदिनै बढेको छ है। नेपालमा अमेरिकी डलरको भाउ दिनदिनै बढेको छ। मङ्गलबार नेपाल राष्ट्र ब्याङ्कले तोकेको विनिमय दर अनुसार एक अमेरिकी डलर किन्दाखेरि 145 रुपियाँ 35 पैसा तिर्नुपर्ने छ भने बेच्दाखेरि झन्डै 146 रुपियाँ तिर्नु परेको छ। यो आउने दिनमा अमेरिकी डलरको भाउ नेपालमा अझै धेरै बढ्न सक्ने देखिन्छ र यो भाउ घटाउनका लागि नेपाल सरकारले खासै गर्न पनि केही सक्दैन, किनकि यो कुरा गएर भारतसँग जोडिन्छ। नेपाल र भारत बीच स्थिर विनिमय दर छ, अर्थात् भारतीय 1 रुपियाँ बराबर नेपालको 1 रुपियाँ 60 पैसा हुन्छ, जुन चाहिँ दशकौँदेखि चलिरहेको कुरा हो र अहिले भारतसँगको त्यही फिक्स एक्सचेन्ज रेटका कारणले नेपाली मुद्रा अब अमेरिकी डलरसँग निरन्तर अवमूल्यन भइरहेको छ। विश्लेषकहरूले भारतीय रुपियाँ अमेरिकी डलरसँग अहिले इतिहासले कमजोर भएको बताएका छन्। यसका पछाडि केही कारण पनि छन्। जब अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्प निर्वाचित भएर आए, उनले विभिन्न देशहरूमा विभिन्न किसिमका ट्यारिफहरू लगाउँदै आएका छन्। त्यस अन्तर्गत भारतसँग उनले 50% ट्यारिफ तोकेका छन्। अमेरिकाले 50% कर लगाएपछि अहिले अमेरिकासँगको भारतको निर्यात व्यापार कमजोर बनेको छ र त्यो कमजोरीका कारणले गर्दाखेरि भारतीय अर्थतन्त्रमा निकै गहिरो धक्का पुगेको छ। यसको अर्को कारण भारतीय स्टक एक्सचेन्जमा लगानी गरेका अन्तर्राष्ट्रिय लगानीकर्ताहरूले भारतीयमा आफ्नो लगानीलाई असुरक्षित देख्न थालेका छन्। एक तथ्याङ्कका अनुसार यो वर्ष मात्रै झन्डै 18 बिलियन अमेरिकी डलर विदेशी लगानीकर्ताले भारतीय एक्सचेन्ज मार्केटबाट निकालेका छन्। तेस्रो कारण, भारत र अमेरिका बीच अहिले व्यापार सम्झौता हुने कुनै सम्भावना छैन, किनकि पछिल्लो समय अमेरिकाले कर लगाइसकेपछि भारतले रुससँग तेल खरिद गर्न रोक्नुपर्ने थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस विषयमा सार्वजनिक रूपमा नै भारतमाथि चर्को दबाब दिँदै आएका छन्। तर ट्रम्पको उक्त दबाबलाई अनदेखा गर्दै भारतले केही समय अघि मात्रै रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई भारतमा स्वागत गरेको छ। यसको अर्थ भारत र अमेरिका बीच व्यापार सम्झौता तत्कालै हुने देखिएको छैन। भारत र अमेरिका बीचको व्यापार सम्बन्ध सुदृढ नहुने हो भने आगामी दिनमा भारतीय मुद्रा अमेरिकी डलरसँग अझै कमजोर हुने देखिन्छ। त्यसको सिधा प्रभाव नेपालमा पनि पर्नेछ र अबको केही दिनमै सायद 1 डलर किन्नका लागि नेपालीहरूले झन्डै 150 रुपियाँ तिर्नुपर्ने हुन सक्छ।